हामीले कुन क्वेसन टाइप गरेको लास्ट टाइम? सेन्टेन्स कम्प्लिसन हो क्या? सेन्टेन्स कम्प्लिसन हो. ओके, लेट मी सी ल. ओके ओके. ल आज चाहिँ हामी म्याच हेडिङ्सवाला क्वेसन चाहिँ गर्छौँ आज है. हामीलाई प्याराग्राफको हेडिङ चाहिँ डिसाइड गर्नुपर्ने हुन्छ फ्रम द अप्सन्स गिभन. सो त्यो क्वेसन टाइप चाहिँ आज हामी गर्छौँ. सो आर यु गाइज रेडी? क्यान वी स्टार्ट? यस म्याम. Okay. So let me share my screen first. हिजो के गर्नुभयो? हिजो क्वेसन गरे. टेस्ट, सरप्राइज टेस्ट ठिकै थियो. ठिकै थियो? ओके ओके. सो अब चाहिँ स्टार्ट गरिहालौँ है क्लास. लेट भइसक्यो, 8 भइसक्यो. सो हाम्रो चाहिँ नेक्स्ट क्वेसन टाइप छ म्याथ्स हेडिङ्स. यसमा चाहिँ हजुरहरूलाई दिएको प्याराग्राफको चाहिँ हामीले हेडिङ चाहिँ पत्ता लगाउनु पर्छ फ्रम द गिभन अप्सन्स. हामीलाई अप्सन दिएको हुन्छ, त्यो अप्सनबाट चाहिँ कुन प्याराग्राफको लागि कुन हेडिङ चाहिँ सुट गर्छ त्यो चाहिँ हामीले पत्ता लगाउनु पर्ने हुन्छ है. सो यो खालको क्वेसन म्याच हेडिङ्स यो क्वेसन चाहिँ नर्मल्ली चाहिँ सुरुमा गर्न म सजेस्ट गर्छु, कि त लास्टमा कि त सुरुमा. लास्टमा चाहिँ खासै म प्रिफर गर्दैन यो गर्नको लागि. फर्स्टमा गर्नु, किनभने यो पढिसक्दाखेरि हजुरहरूले अलमोस्ट आइडिया पाउनुहुन्छ सबै प्याराग्राफमा के कुरा गरिरहेको छ यो क्वेसन टाइप गर्दाखेरि. देन अरू क्वेसन्सहरूको लागि चाहिँ इजी हुन्छ. सो डु दिस क्वेसन्स फर्स्ट है. पेपर बेस्डमा त झन् के अरे प्यासेजको अगाडि यो प्यासेज नम्बर 1 भयो भनेपछि त्योभन्दा अगाडि नै यो क्वेसन दिन्छ कि पेपर बेस्डमा चाहिँ. अब कम्प्युटर बेस्डमा चाहिँ नर्मली अब साइडमा हुन्छ क्या क्वेसन, सो त्यो चाहिँ फरक परेन. बट पेपर बेस्डमा चाहिँ यो क्वेसन टाइप चाहिँ जहिले अगाडि दिन्छ. प्यासेजभन्दा पछाडि अरू क्वेसनहरू हुन्छ, प्यासेजभन्दा अगाडि चाहिँ म्याच हेडिङ्सवाला क्वेसन हुन्छ है. सो यो क्वेसन टाइप चाहिँ आई वुड सजेस्ट यु गाइज टु डु फर्स्ट है. देन हामीसँग भएको प्याराग्राफमा हामीसँग भएको प्यासेजमा भेरियस लेन्थको प्याराग्राफ्सहरू हुनसक्छ. डु द सर्टेस्ट वान फर्स्ट है. सर्टेस्ट गर्नुभयो भने हजुरहरूको अप्सनबाट सर्टेन अप्सन्सहरू चाहिँ हटेर जान्छ. सो हजुरहरूलाई अरू प्याराग्राफको लागि चाहिँ अप्सनहरू थोरै बच्छ अनि इट विल बी इजियर फर यु गाइज है. सो सर्टेस्ट अप्सन्सहरू चाहिँ हटाउन ट्राई गर्ने सकेसम्म. सो द्याट्स वान थिङ. अनि लिस्ट अफ हेडिङ जुन दिएको हुन्छ हजुरहरूलाई त्यसलाई चाहिँ राम्ररी एकदमै मजाले पढेर बल्ल प्यासेज पढ्नतिर जानु है. अनि एउटा प्याराग्राफमा चाहिँ 2-3वटा मल्टिपल हेडिङ्सहरू म्याच भइरहेको जस्तो लागिरहेछ भने त्यो 2-3वटा हेडिङलाई चाहिँ ल यो प्याराग्राफको लागि हो भनेर चाहिँ छुट्याएर राख्नु. देन सबै गरिसकेपछि चाहिँ कम ब्याक टु इट अनि ट्राई टु डिसाइड कुन चाहिँ हेडिङ सुट गर्छ भनेर है. अनि सिनोनियम र वर्ड लुक आफ्टर इट, बट त्यसमा चाहिँ बेस गरेर आफ्नो आन्सर चाहिँ नलेख्नु होला है. अनि एउटै क्वेसनमा चाहिँ धेरै टाइम स्पेन्ड भएको जस्तो लागिरहेको छ भने लिभ इट देयर एन्ड देयर अनि पछि आएर गर्दा भयो. अनि इन्स्ट्रक्सन चाहिँ एकदमै मजाले पढ्नु होला. इन्स्ट्रक्सनमा कहिलेकाहीँ के भन्छ भन्दाखेरि ओके यु क्यान युज द हेडिङ्स ट्वाइस भनेर भन्न सक्छ. सो प्लिज बी केयरफुल अबाउट द इन्स्ट्रक्सन. इन्स्ट्रक्सन चाहिँ मेजरली छुटाउनै नहुने पार्ट भयो है. अनि एकदमै जनरल काइन्ड अफ हेडिङहरू जुन हुन्छ त्यो चाहिँ नर्मली हाम्रो कि त फर्स्ट प्याराग्राफ कि त कन्क्लुजन प्याराग्राफको हुन्छ. सो एकदमै जनरल हेडिङ जुन देखिरहेको छ त्यो चाहिँ हाम्रो नर्मली कि त फर्स्टको हो कि त लास्टको भएर चाहिँ बुझेर गर्दाखेरि इट विल बी अलिकति इजी. दिस इज नट हार्ड रुल है. यो यहाँ लेखेको जति सबै कुराहरू फलो गर्नै पर्छ यो नै हो भन्ने होइन. जस्ट हजुरको इजी लाइक हजुरले इजिली क्र्याक गर्नको लागि चाहिँ यो पोइन्ट्सहरू एड गर्न सक्नुहुन्छ है. सो हामीसँग यो क्वेसन छ है. हामीसँग 9वटा अप्सन्स छ यता. हेडिङहरूको अप्सन छ 9वटा अनि हामीसँग प्याराग्राफ चाहिँ एबी हियर इट इज. सी चाहिँ यता छ अनि डी अप्सन चाहिँ यता छ है. सो यो 4वटा अप्सन्स 9वटा हामीलाई 4वटा प्याराग्राफ 9वटा हामीलाई अप्सन्स दिएको छ. सो वी निड टु चुज ए को लागि कुन हेडिङ म्याच गर्छ, बी को लागि कुन, सी को लागि कुन, डी को लागि कुन. योबाट 4वटा चाहिँ हामीले चुज गर्नु पर्यो है. एभ्रीवान आर यु गेटिङ मी? बुझिरहेको छ मैले के भनिरहेको छु? यस म्याम. ओके. को
हुनुहुन्छ यस्तो जोसमा यस म्याम भन्ने? तपुन हजुर? ओके ओके गाइज, सो यो गरौँ है, हामीसँग यो क्वेसन छ, लेट्स ट्राई दिस। प्याराग्राफ ए को लागि कुन हुन्छ होला एकपटक पढेर डिसाइड गर्न ट्राई गर्नु त, कुन हुन्छ होला भनेर यसो हेर्न ट्राई गर्नु त, अनि आई विल एक्सप्लेन कसरी गर्ने भनेर है। टपिक सेलेक्सन होइन म्याम? हो, यसको लागि हामीलाई यो मध्ये 9वटा मध्ये एउटा हेडिङ चाहियो। फर्स्ट प्याराग्राफको लागि, सेकेन्डको लागि पनि यसमध्ये हेडिङ चाहियो, थर्डको लागि पनि सेम, फोर्थको लागि पनि सेम। हामीलाई हेडिङ चाहियो यसको। यसको हेडिङ के हुनसक्छ यो प्याराग्राफको? क्वेसन बुझ्नु भएको हो सबैजनाले मैले के भनेको हो, कुन क्वेसन टाइप हो भनेर बुझ्नुभयो, क्लियर हुनुहुन्छ है? आई होप यु आर है। इफ कन्फ्युजन छ भने प्लिज अनम्युट योरसेल्फ एन्ड आस्क। अफ हो युज अफ ग्रिन हाउस होला। युज अफ ग्रिन हाउस, हु इज दिस? स्नेह विकास। ओके, युज अफ ग्रिन हाउस राइट रङमा भन्दैन अहिले, लेट्स वेट फर अदर्स एज वेल है। हजुरहरूले आन्सर टेक्स्ट बक्समा छोडिदिँदा हुन्छ है एभ्री वान। टू र 4 अप्सन्सको मैले देखेँ है, कसैले 2 कसैले 4 भनेर राख्नु भएको छ। सो लेट्स सी, 2मा के छ, 4मा के छ। 2मा द ग्रिन हाउस, 4मा छ हाम्रो युज अफ ग्रिन हाउस है। सो लेट्स रिड, पहिला इन्टायर प्याराग्राफ पढौँ अहिलेको लागि चाहिँ, फर नाउ है, अहिलेको कुरा गर्दाखेरि चाहिँ प्लिज रिड होल प्याराग्राफ, मजाले पढेर चाहिँ बुझ्न ट्राई गर्नु, अनि कुन हेडिङ चाहिँ सुट गर्छ भनेर फाइन्ड आउट गर्न ट्राई गर्नु। तर हजुर प्र्याक्टिस गर्दै जानुभयो, अलिकति टाइम भयो, 2-4 दिन चाहिँ यो क्वेसन टाइपहरू एकदमै धेरै गर्दै जानुभयो भनेपछि के गर्न सकिन्छ भन्दाखेरि प्याराग्राफको फर्स्ट सेन्टेन्स र लास्ट सेन्टेन्स है, प्याराग्राफको फर्स्ट सेन्टेन्स र लास्ट सेन्टेन्स पढेर आइडिया लिन सकिन्छ प्याराग्राफ के को बारेमा हो भनेर है। सो हजुरले इन्टायर प्याराग्राफ पढ्न जरुरी हुँदैन। सो अहिलेको लागि चाहिँ पुरै नै पढौँ है। सो द ग्रिन हाउस इज हाउस मेड इन्टायरली अफ ग्लास, बोथ वाल्स एन्ड रुफ आर ग्लास। सो ग्रिन हाउस भनेको के हो भनेर यहाँनिर भन्यो है। अनि वान अफ द मेन पर्पजेस अफ ग्रिन हाउस इज टु ग्रो दिस दिस दिस। सो यहाँनिर चाहिँ ग्रिन हाउस के को लागि युज हुन्छ भनेर भन्यो है। अ ग्रिन हाउस स्टेज वार्म इनसाइड इभन ड्युरिङ विन्टर, सनलाइट साइन्स। ओके, अब चाहिँ फर्स्ट प्याराग्राफमा फर्स्ट लाइनमा के भनेको छ भन्दाखेरि वाट इज ग्रिन हाउसको आन्सर दिएको छ है। ग्रिन हाउस भनेको एक्ज्याक्टली के हो, कसरी बनेको छ भनेर भनेको छ। सेकेन्ड प्याराग्राफमा चाहिँ वाट इट इज युज फर भनेर भनेको छ। अनि थर्ड लाइनदेखि चाहिँ के छ भनेर भन्दाखेरि ग्रिन हाउसको चाहिँ फेनोमेनन, लाइक भित्र के हुन्छ, अनि त्यसपछि भित्र वार्मथ कसरी मेन्टेन हुन्छ, एयर र त्यही वार्मथ कसरी मेन्टेन हुन्छ, प्लान्ट्सहरूले वार्मथ कसरी पाउँछ, अनि हिट चाहिँ कसरी चाहिँ बाहिर जान नदिएर चाहिँ कसरी चाहिँ भित्र मेन्टेन गरिन्छ, अनि त्यसपछि दिउँसोको टाइममा चाहिँ वार्मर वार्मर हुन्छ, एन्ड बेलुकाको बेला पनि त्यो हिट ट्र्याप भएर बेलुका पनि वार्म नै हुन्छ भनेर भनेको छ। सो डु यु थिङ्क दिस इज अबाउट use of a greenhouse or it is about the greenhouse?
के हो जस्तो लाग्छ? यो युज भन्ने जुन हाम्रो यो अप्सन भनेको हुनुहुन्थ्यो है, उहाँहरूको लागि व्हाट आई वान्ट टु से भनेर भन्दा ग्रिन हाउस कहाँ युज हुन्छ, कसरी युज हुन्छ भनेर चाहिँ एउटा मात्र सेन्टेन्सले भनेको छ है, यो पर्टिकुलर विज दिस कोही अनम्युट गर्नुभएको थियो, के भन्न खोज्नु भएको हो? युज अफ ग्रिन हाउस हुन्छ। म भन्दैछु है, युज अफ ग्रिन हाउस जसले भन्नुभएको थियो, यहाँ चाहिँ जस्ट एउटा सेन्टेन्स है, प्याराग्राफको एउटा सेन्टेन्सले चाहिँ ओके वेयर इज ग्रिन, हाउ इज ग्रिन हाउस युज टु ग्रो टमेटोज अनि फ्लावर्स यताउता भनेर भनेको छ। बट होल प्याराग्राफ चाहिँ के को बारेमा छ त, ग्रिन हाउसको बारेमा छ है, नट द युज अफ ग्रिन हाउस भन्दा पनि हाम्रो ग्रिन हाउसको बारेमा चाहिँ छ। सो हाम्रो प्याराग्राफ ए को लागि हेडिङ चाहिँ ग्रिन हाउस हुन्छ, युज अफ ग्रिन हाउस होइन। बुझ्नु भएको सबैजनाले? एउटा मात्र सेन्टेन्समा बेस भएर चाहिँ प्लिज डु नट आन्सर है, यो हेडिङ होल प्याराग्राफको हो, एउटा सेन्टेन्सको होइन। सो वी कान्ट बेस आवर होल आन्सर अन एउटा सेन्टेन्स है, सो द्याट क्यानट बी आवर आन्सर। यस प्लिज आनन्दजी। म्याम त्यो फर्स्ट प्याराग्राफमा त्यो ग्रिन हाउसको प्रपर्टी पनि बन्दैछ नि होइन, पर्पज पनि बन्दैछ, त त्यहाँ त युज अफ ग्रिन हाउस हुनु पर्यो नि आई गेस, किनकि त्यहाँ डिफिनेसन मात्रै नै भएर त्यसको प्रपर्टिज नै देखाएको छ कि प्लान्ट ग्रो गर्नको लागि होइन, त्यसको पर्पज नै छ, त्यही ओके भएर कन्फ्युज भएको। ओके ओके कन्फ्युज हुनुभयो, इट्स ओके है, केही भएन, कन्फ्युजन इट्स बेसिक, यो एकदमै ट्रिकी क्वेसन टाइप हो। बट एज आई सेड, मैले के भने भनेर भन्दाखेरि ग्रिन हाउसको युजेज चाहिँ कहाँ त एउटा सेन्टेन्समा मात्र भनेको छ, यो बाहेक कहाँ छ ग्रिन हाउस कहाँ युज हुन्छ कसरी युज हुन्छ भनेर कहीँ देख्नु भएको छ कुनै सेन्टेन्समा? यो फर्स्ट प्याराग्राफमा द ग्रिन हाउस भनेको ग्रिन हाउसको डेफिनेसन भने होइन नि त, ग्रिन हाउसको बारेमा भनेर भने द ग्रिन हाउस। मैले अघि के पनि भनेको थिएँ भन्दाखेरि यो पोइन्ट पनि हेर्नु ल, यो पोइन्टले पनि अलिकति हामीलाई ओके आन्सर क्यान बी द्याट भनेर भन्छ, आइडेन्टिफाई द मोस्ट जेनरल हेडिङ भनेर जुन थियो। सो एकदमै जेनरल हेडिङहरू चाहिँ कहिले धेरै जस्तो चाहिँ फर्स्ट प्याराग्राफ र लास्ट प्याराग्राफको हुन्छ भनेर भनेको थिएँ। ओके लेट्स नट गो दियर, त्यता पनि नजाऊँ है, त्यता हामीले नसोचेर पनि हाम्रो फर्स्ट जुन हाम्रो अप्सन भन्नुभएको थियो हजुरले युज अफ ग्रिन हाउस आनन्दजी, यो चाहिँ इफ यो टोटल प्याराग्राफमा ग्रिन हाउसको युज कहाँ हुन्छ कसरी हुन्छ भनेर सबै कुरा त्यसरी गरेको थियो र यो लाइन मात्र यति थियो ल, यहाँदेखि तल चाहिँ सबै युजेस अफ ग्रिन हाउस थियो भने हाम्रो आन्सर युजेस अफ ग्रिन हाउस हुन्थ्यो, युज अफ ग्रिन हाउस भनेर भन्नुहुन्थ्यो है। बट युज अफ ग्रिन हाउस भनेर चाहिँ हाम्रो एउटा सेन्टेन्समा मात्र भनेको छ, ओन्ली दिस सेन्टेन्स। अरू चाहिँ के छ, ग्रिन हाउस कस्तो हो के हो, ग्रिन हाउसमा के हुन्छ भनेर टोटली ग्रिन हाउसको बारेमा कुरा गरेको छ। सो द आन्सर इज द ग्रिन हाउस। बुझ्नु भएको हो कि अझै कन्फ्युजन छ? बुझेँ म्याम, बुझेँ। बुझ्नुभयो? ओके अदर्स यस म्याम। बुझ्नुभयो? अरू कसैले नबुझेको छ, केही छ कन्फ्युजन? क्षितिजी ताली त सुन्दैन। For B, I think 6. Okay, I will let you guys do तिनटैलाई एकैपटक if you guys want to do है, हजुरहरूले ट्राई गर्नु, म चाहिँ लास्टमा एक्सप्लेन गर्छु उसो भए है, if you guys are doing है, म लास्टमा एक्सप्लेन गर्छु। प्लिज डु बिसिडी तिनवटै प्याराग्राफ गर्नु एकपटक है, ल ट्राई गर्नु त एकपटक है, बी सी एन्ड डी, मलाई अनि च्याट बक्समा आन्सर छोडिदिनु है। हजुरहरूको आन्सर चाहिँ एउटा प्याराग्राफ एउटा सेन्टेन्स अनि एउटा वर्डमा चाहिँ बेस हुनु भएन है, ओभरअल प्याराग्राफको आइडिया के छ त्यो बुझेर मात्र गर्नु होला है। वर्डहरू हेरेर अनि त्यसपछि एउटा जस्ट सेन्टेन्स हेरेर त्यसमा चाहिँ बेस नगर्नु होला आफ्नो आन्सरहरू। सरी।
7, 6, 9, and 7, 7, 6, 8, and 1. ओके गाइस ल हेरौँ है यो है सो जसले गर्नु भएको छैन मसँग हेर्नु है सो हामी वेन वी रिड द सेकेन्ड प्याराग्राफ पढ्दाखेरि फर्स्ट सेन्टेन्स ओपनिङ सेन्टेन्स के छ भनेर भन्दा अर्थ पनि लाइक अर्थ एक्सपिरियन्सेस अ सिमिलर थिङ टु अ ग्रिन हाउस भनेर भनेको छ के सिमिलर थिङ भन्दाखेरि इन टर्म्स अफ डेस है यो जुन हामीले वार्म यताउता त्यो सनलाइटको कुरा गरेको थियो नि यो बेसिसमा चाहिँ लाइक इट एक्सपिरियन्सेस अफ सिमिलर थिङ भनेर भनेको छ है gases in the atmosphere such as carbon dioxide do what the roof of a greenhouse does. During the day, the sun shines through the atmosphere and it is specific. Okay, so B को आन्सर चाहिँ के हो भनेर भन्दाखेरि अर्थको एटमोस्फियर है अर्थको बारेमा कुरा गरेको छ लाइक के अरे कार्बन डाइअक्साइडले चाहिँ ग्रिन हाउसको रुफ जसरी काम गर्छ भनेर भनेको छ अनि डेमा कस्तो हुन्छ अनि त्यसपछि डेमा यो सनलाइटको अनि नाइटको कुरा गरेको छ अनि त्यसपछि सेम सेम कुरा है अर्थको एटमोस्फियर टोटल अर्थको एटमोस्फियरकै बारेमा कुरा गरेको छ यहाँनिर चाहिँ यो के अरे टेम्परेचर देखेर चाहिँ चेन्जिङ टेम्परेचर्स भनेर नभन्नु होला है सो यो टोटल एज अ होल चाहिँ हामीले के को बारेमा कुरा गरेको छ त अर्थको एटमोस्फियरको बारेमा कुरा गरेको छ अर्थको कुलिङ हिटिङ अनि सनलाइट डे टाइम नाइट टाइम सबैको बारेमा कुरा गरेको छ है सो यसको आन्सर के भयो त बीको के भयो वाट इज द आन्सर 6 भयो 6 या है अर्थको एटमोस्फियर टकिङ अबाउट थर्ड प्याराग्राफ यो प्याराग्राफको लागि चाहिँ लेट मी सी योर आन्सर्स है वान 8 9 third global warming 8 ओके 8मा के छ अप्सन 8 धेरै देखेँ मैले 8 इफेक्ट्स अफ कार्बन डाइअक्साइड ओके यहाँ CO2 देखेर इफेक्ट्स अफ कार्बन डाइअक्साइड भन्नुभएको हो एभ्री वान होइन फर दोज हु हेभ रिटन 8 तीको लागि होइन है नो त्यसरी म्याम प्लिज डु नट इफेक्ट बी मात्रै हेरेर भन्यो हजुर म्याम इफेक्ट मतलब यो प्याराग्राफ पढेपछि इफेक्टको बारेमा भनेको छ नि के यसको प्रभाव के पर्छ त्यही भएर लेखेँ हो कार्बन डाइअक्साइडको इफेक्टको बारेमा कुरा गरेको छ हजुर हो त साँच्ची हो यस म्याम त्यो छैन थर्मल छैन नि इन्फ्रारेक्सन हुन्छ सर नि छैन नि सर छैन नि हेर्नु त एकपटक कार्बन डाइअक्साइड इट हेज युज कार्बन डाइअक्साइड एज जस्ट इक्जाम्पल है कार्बन डाइअक्साइड एन्ड अदर ग्रिन हाउस ग्यासेस पढ्नु भएन हजुरहरूले यहाँनिर यो पढ्नु भएन यति छुटाउनु भएको हो कसरी हुनसक्छ कार्बन डाइअक्साइडको बारेमा यो प्याराग्राफ भन्नुहोस् त
कार्बन डाइअक्साइड भनेर मेन्सन गरेको चाहिँ एउटा ग्यासेस अमङ द ग्रिन हाउस ग्यासेस मध्येको एउटा ग्यास हो कार्बन डाइअक्साइड. सो हाउ क्यान युर आन्सर बी इफेक्ट्स अफ कार्बन डाइअक्साइड? कसकोबाट आवाज आइरहेको यस्तो है? हाम्रो आन्सर इफेक्ट्स अफ कार्बन डाइअक्साइड हुन सक्दैन, किनभने कार्बन डाइअक्साइड त एज ए एक्जाम्पल है, एउटा ग्रिन हाउस ग्यासको एउटा एक्जाम्पल भनेर जस्ट कार्बन डाइअक्साइडको चाहिँ नाम मेन्सन गरेको हो. यो पनि कार्बन डाइअक्साइड पनि यहीँनिर अदर ग्रिन हाउस ग्यासेसमा इन्भल्भ हुन सक्थ्यो, तर जस्ट एज इक्जाम्पल दिएर चाहिँ निकालेको नाम अदर ग्रिन हाउस ग्यासेसबाट एउटा नाम कार्बन डाइअक्साइड चाहिँ निकालेर मात्र देखाइदिएको हो है. सो कार्बन डाइअक्साइडको बारेमा त यो हुँदै होइन प्याराग्राफ. Let's read. However, gas molecules called greenhouse gases. Greenhouse gases चाहिँ एकदमै हार्मफुल ग्यासेसहरू हुन्छ. यसले गर्दा चाहिँ के अरे इन्फ्रारेड रेडिएसन चाहिँ थर्मल रेडिएसन चाहिँ एब्जर्ब गर्छ. अनि त्यसपछि हाम्रो अर्थको क्लाइमेट चाहिँ त्यसले गर्दा चाहिँ राइज पनि भइरहेको छ र एक टेम्परेचर चाहिँ राइज भइरहेको छ अनि त्यसपछि क्लाइमेट चाहिँ चेन्ज भइरहेको छ भनेर भनेको छ. अल्टरिङ मिन्स चेन्जिङ है. अनि कार्बन डाइअक्साइड एन्ड अदर ग्रिनहाउस ग्यासेस एक्ट लाइक अ ब्ल्याङ्केट absorbing infrared radiation and preventing it from escaping out into the outer space भनेर भनेको छ. सो हाम्रो यो ग्रिन हाउस ग्यासेस जुन छ योहरूले चाहिँ अर्थको एटमोस्फियरमा एज अ ब्ल्याङ्केट काम गर्छ र भित्रको अर्थमा ट्र्याप भएको जुन हिट छ त्यसलाई चाहिँ बाहिर जान दिँदैन. इन्फ्रारेड रेडिएसन र हिटहरू है दुइटै कुरा जान दिँदैन. अनि यसले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि त्यसपछि चाहिँ के भनेको छ, द ग्रिन हाउस इफेक्ट कम्बाइन्ड विथ इन्क्रिजिङ लेभल अफ ग्रिन हाउस ग्यासेस प्रड्युसेस क्लाइमेट चेन्ज. यसले गर्दा चाहिँ हाम्रो क्लाइमेट चेन्ज भइरहेको छ अन अ ग्लोबल लेभल है, विच इज एक्सपेक्टेड टु ह्याभ प्रोफाउन्ड इम्प्लिकेसन्स फर अल द कन्ट्रिज अराउन्ड द वर्ल्ड भनेर भनेको छ. सो यति पढिसक्दाखेरि इज इट अबाउट कार्बन डाइअक्साइड एभ्री वान? कार्बन डाइअक्साइडको बारेमा हो त कोही आउनु भएको? ओके सर, हजुर एभ्री वान कार्बन डाइअक्साइड नो है. सो राम्ररी पढ्ने है. श्री राजा, हेलो श्री राजाजी, हेलो हेलो, हजुरको आवाज आइरहेको छैन ल. सो प्याराग्राफ चाहिँ राम्ररी पढ्ने है. एउटा जस्ट वर्डमा चाहिँ आफ्नो आन्सर बेस नगर्नु होला है, कहिले पनि नगर्नु होला. सो यति कुरा गरिसक्दाखेरि चाहिँ के त भन्दाखेरि ग्रिन हाउस ग्यासेस र तिनले के अरे ग्रिन हाउस ग्यासेसले गर्दा चाहिँ अर्थको एटमोस्फियरमा इन्फ्रारेड रेडिएसन र हिट एब्जर्ब भएर चाहिँ क्लाइमेट चेन्ज भइरहेको छ भनेर भनेको छ. यो होल फेनोमेनालाई हामीले ग्लोबल वार्मिङ भनेर भन्छौँ है. अर्थबाट हिट र इन्फ्रारेड रेडिएसन ट्र्याप भएको चाहिँ बाहिर जान पाएन र त्यसले गर्दा चाहिँ अर्थको एटमोस्फियरमा चाहिँ हिट एकदमै धेरै भयो, अर्थको टेम्परेचर बढ्यो र चाहिँ हाम्रो के अरे ओके टेम्परेचर बढ्यो अनि क्लाइमेटमा चेन्ज आउँछ भनेपछि चाहिँ त्यो फेनोमेनालाई हामीले एज अ होल हामीले ग्लोबल वार्मिङ भनेर भन्छौँ है. साइन्समा पढेको होला बच्चैदेखि सायद, आइएम अज्युमिङ है साइन्स पढ्नु भएको छ होला. सो त्यसमा चाहिँ ग्लोबल वार्मिङ भनेको चाहिँ डेफिनेसन एकपटक हेर्नु होला. दिस इज वाट ग्लोबल वार्मिङ इज है. सो इफ यु नो द डेफिनेसन एन्ड मिनिङ अफ ग्लोबल वार्मिङ हजुरहरूलाई सीको आन्सर फाइन्ड आउट गर्न गाह्रो भएन होला. अनि अलिकति राम्ररी पढेको भए यो प्याराग्राफ कार्बन डाइअक्साइडको बारेमा होइन भन्दा पनि गाह्रो भएन होला है. सो सीको आन्सर चाहिँ हाम्रो के भयो त? के भयो सीको आन्सर एभ्री वान? ग्लोबल वार्मिङ. ग्लोबल वार्मिङ है. सो सीको आन्सर चाहिँ ग्लोबल वार्मिङ. Global warming. को बोल्नु भएको भर्खर? मैले न्यू भोइस सुने जस्तो लाग्यो. Ma'am, म श्रीराज. Okay, Global warming भनेको ma'am. is this your first class? Yes, ma'am, it's my first class. I'm doing pretty. Okay, okay. Yes, है. प्रशान्तजी हजुर म्याम. बोली नै सुन्न छाडिदियो त हजुरको केही कन्फ्युजन भएको यसमा छैन है? ओके थर्ड नै भन्नुभएको रहेछ. ओके ग्लोबल वार्मिङ. क्लासमा अनुसार छैन होला आज? छे म्याम छे. के Ma'am, हो हजुर? class daily हुन्छ हो. क्लास डेली हुन्छ नि. म फर्स्ट टाइम जोइन भएको आज. ए ओके केही भएन, हेर्नु 2-3 दिन क्लास हेर्नु हजुरहरूले है. सो बुझ्नुभयो यो एबिसी पहिला डीमा अहिले जाम्ला है. एबिसी बुझ्नुभयो सबैजनाले कसरी चाहिँ टपिक चाहिँ कसरी डिसाइड गर्ने प्याराग्राफको भनेर एभ्री वान? हेलो ओके
म्याम यस। ओके 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 ल बुझ्नुभयो भन्ने अज्युम गरेर म अगाडि बढेँ है। सो फोर्थ प्याराग्राफको कुरा गर्दाखेरि कतिजना लाग्छ यसको आन्सर चाहिँ 5 हो भनेर? एभ्रिवान, हाउ मेनी अफ यु थिङ्क इट्स 5? फिफ्थ, awareness research. How many of you think that? Sandeep Budaji. Okay. D को 7 हुन्छ बट 5 नै हुन सक्छ। 7 हुन्छ बट 5 नै हुन सक्छ। ओके। एन्ड देन D को 5, D को 1, changing temperatures. D को 7, प्रोबेबली 5 नै हो। D को 7. ओके। D को 7, D को 7. ओके. So, D को paragraph पढौँ है। Many scientists agree that the damage to the Earth's atmosphere and climate is past the point of no return or that the damage is near the point of no return है। हाम्रो अर्थको एटमोस्फियर चाहिँ एटमोस्फियर र क्लाइमेट चाहिँ यति ड्यामेज भइसकेको छ कि वी आर एट द पोइन्ट अफ नो रिटर्न अर अलमोस्ट एट द पोइन्ट अफ नो रिटर्न है। हामीलाई अब यसबाट ब्याक कसरी आउने, वी हेभ लाइक नो क्लु, नो लाइक पोइन्ट, अब कसरी आउने भनेर चाहिँ वी हेभ नो आइडिया है पर्टिकुलरली। Joseph Vernes, an associate professor at the Department of Geology and Planetary Science at the University of Pittsburgh, told Life Science that we have three ways to move forward. अब यो जुन ड्यामेज भएको छ त्यसबाट लाइक फरवर्ड मुभ हुन अर वाट वी निड टु गेट पास्ट विथ इट भनेर चाहिँ हाम्रो के अरे कहाँको डिपार्टमेन्ट अफ जियोलोजी एन्ड प्लानेटरी साइन्स एन्ड युनिभर्सिटी अफ पिट्सबर्गको एसोसिएट प्रोफेसर जोसेफ बेर्नेजले चाहिँ हि ह्याड सेड समथिङ है। हामीसँग चाहिँ तीनवटा वेज छ अरे योबाट निक्लिने अर यसलाई चाहिँ लाइक गो पास्ट इट है, यसबाट गो थ्रु गर्ने चाहिँ हामीसँग तीनवटा वेज छ भनेर भन्यो। फर दोज हु हेभ सेड वेर्नेज रिसर्च, हामीलाई यहाँ कहीँनेरि वेर्नेजको रिसर्च भनेर हामीलाई मेन्सन गरेको छ, उसले रिसर्च गरेर केही भनेको भनेर भनेको छ कहीँ पनि? कहीँ देख्नुभयो यति पढिसक्दाखेरि? छैन। छैन है। सो हाउ क्यान इट बी द आन्सर? जस्ट एउटा वर्ड देखेर जस्ट के अरे त्यो कन्फ्युज गर्नकै लागि राखेको अप्सन हो है फिफ्थ अप्सन चाहिँ है। सो इट कान्ट बी योर आन्सर, किनकि वेर्नेजले चाहिँ रिसर्च गर्यो अनि त्यसै उसको रिसर्चको बारेमा हामीलाई भनेकै छैन, जस्ट उसको नाम मेन्सन गरेको छ र उसले चाहिँ के भनेको छ त भन्दाखेरि हाम्रो अर्थको एटमोस्फियर र क्लाइमेट चाहिँ जुन लेभलमा ड्यामेज भएको छ अब त्यसलाई चाहिँ हामीले चाहिँ वाट क्यान वी डु, हामीले चाहिँ के गर्न सकिन्छ, वी हेभ थ्री वेज भनेर भनेको छ टु मुभ फरवर्ड। फर्स्टली डु नथिङ एन्ड लिभ विथ द कन्सिक्वेन्सेस, जे छ त्यतिकै बस्दिने है। सेकेन्डली चाहिँ एडाप्ट गर्ने जे भइरहेको छ क्लाइमेटमा चेन्जहरू। अनि थर्डली चाहिँ हामीले चाहिँ इम्प्याक्ट अलिकति घटाउन सकिन्छ सर्टेन लेभलमा भनेर भनेको छ। सो इज इट अबाउट वेर्नेज रिसर्च अर इज इट अबाउट आवर चोइसेस, वाट क्यान वी डु विथ द ड्यामेज वी हेभ एट आवर अर्थ एटमोस्फियर एन्ड क्लाइमेट? के हो, वाट इज इट? वेर्नेजको रिसर्चको बारेमा छ कि हामीले के गर्न सकिन्छ भनेर छ यो प्याराग्राफ? एभ्री चोइसेस। चोइसेस है। सो डीको आन्सर चाहिँ आवर चोइसेस हुन्छ। कसैलाई केही कन्फ्युजन यति भन्दाखेरि? केही छ भने प्लिज रेज योर ह्यान्ड है। हेलो, कसैलाई केही कन्फ्युजन छ? इफ बोल्नु भएन भने चाहिँ ओके यु गाइज अन्डरस्टुड भनेर बुझ्छु म अनि म अगाडि बढ्छु ल। इज इट फाइन टु मुभ फरवर्ड? अगाडि बढ्दा हुन्छ? हुन्छ म्याम, हुन्छ। से अगेन म्याम रे, ओके नो प्रशान्तजी हुँदैन है। ओके लक्ष्मीजी, सो हाम्रो यो प्याराग्राफमा चाहिँ यो प्याराग्राफको लागि दुईवटा मात्र कन्फ्युजिङ अप्सन छ है। दुईवटा भन्दा पनि एउटा कन्फ्युजिङ अप्सन छ, वेर्नेज रिसर्च भनेर। धेरैजनाले चाहिँ यहाँनिर वेर्नेज भनेर चाहिँ यहाँ नाम देखिसकेपछि ओके इट मस्ट बी अबाउट हिज रिसर्च भनेर चाहिँ दे क्यान अज्युम है। तर वेर्नेजको रिसर्चको बारेमा यो प्याराग्राफ होइन। कहीँ पनि वेर्नेजले रिसर्च गर्यो र केही गर्यो भने रिसर्चको बारेमा त छँदै छैन, जस्ट उसले के भनेको छ त अर्थको एटमोस्फियर र क्लाइमेटमा भएको ड्यामेजको बारेमा वाट क्यान वी डु भनेर चाहिँ उसले भनेको छ तीनवटा वेज छ हामीसँग टु डिल विथ इट, टु लिभ विथ इट।
है सो त्यो बारेमा चाहिँ कुरा गरेको छ अवेरनेसको रिसर्चको बारेमा होइन है सो इट इज अबाउट आवर चोइसेस वाट वी क्यान डु भनेर चाहिँ छ है अर्थको एटमोस्फियर र क्लाइमेट ड्यामेज भएसँगै वाट वी क्यान डु भनेर चाहिँ त्यो बारेमा चाहिँ छ प्याराग्राफ न त्यो हाम्रो अवेरनेसको रिसर्चको बारेमा चाहिँ होइन है डिड यु अन्डरस्ट्यान्ड ओके ओके लक्ष्मीजी ओके थ्याङ्क यू अरू कसैलाई डिआई पनि हुन्छ कि म्याम पनि हुन्छ भन्ने त हुँदै हुँदैन है हिजो के अरे हिजो पनि कतिजनाले हुनसक्छ कि होइन के चाहिँ हुन्छ भनेर हेर्ने हो कि है हुन त जे पनि सक्छ अब यहाँनिर कार्बन डाइअक्साइड यहाँनिर पनि मैले देखिरहेको छु अब इफेक्ट्स अफ कार्बन डाइअक्साइड भन्न पनि पाइयो अब क्लाइमेट्स अराउन्ड द वर्ल्ड भन्न पनि पाइयो सी लेभलहरू यताउता कुरा गरिरहेको छ है सो हुन त जे पनि सक्छ तर हो चाहिँ के बेस्ट सुटेड आन्सर चाहियो नि त हामीलाई त है सो हाम्रो डीको आन्सर चाहिँ के भयो त आवर चोइसेस है इफेक्ट्स अफ कार्बन डाइअक्साइड हुन सक्दैन क्लाइमेट्स अराउन्ड द वर्ल्ड अभियसली हुन सक्दैन अवेरनेस रिसर्च किन हुन सक्दैन आई टोल्ड युज अफ ग्रिन हाउस त हुनै सक्दैन है ग्लोबल वार्मिङ यसको आन्सर भइहाल्यो द ग्रिन हाउस यसको आन्सर भइहाल्यो चेन्जिङ टेम्परेचर पनि हुन सक्दैन सो बेस्ट सुटेड आन्सर के त डीको लागि आवर चोइसेस है Who is this? बिचमा किन अनम्युट गर्नुहुन्छ हजुरहरूले को हुनुहुन्छ म भन्दैन हजुरको के पानी परिरहेको थियो त पानी परेर त्यही भएर कस्तो सुवाला आवाज आइरहेको कि यहाँ मेसेज आएको छ म्याम ए टेक्स्ट आएको छ खोइ आइसक्यो ए ओके ओके विथआउट रिसर्च हाउ क्यान समन टेल फ्याक्ट म्याम इज दिस द फ्याक्ट गणेशजी फ्याक्ट हो त ल जे भयो ओके एकपटक फेरि हेरौँ है सो लेट्स डु दिस सो फर्स्ट वे हेर्नु है हामीले के गर्न सक्छौँ भने भन्दाखेरि डु नथिङ एन्ड लिभ विथ द कन्सिक्वेन्सेस इज दिस द फ्याक्ट फ्याक्ट भएको भए तिनवटा वेज कसरी हुन्थ्यो फर्स्ट अफ अल केही पनि नगर कन्सिक्वेन्स जे भइरहेको छ त्यहीसँग बस भनेको फ्याक्ट हो त सर इज इट अनि सेकेन्डली चाहिँ एडाप्ट गरेर क्लाइमेटिक चेन्ज जस्तो भइरहेको छ राइजिङ सी लेभलदेखि लिएर फ्लडिङ प्रोटेक्सनदेखि लिएर त्यो जे भइरहेको छ फ्लडिङहरू यताउता भइरहेको छ त्योसँग एडाप्ट गर्ने अरे हुन दिने वी जस्ट निड टु एडाप्ट विथ द्याट त्यो फ्याक्ट हो होइन है बुझ्नुभयो यस म्याम यसमा चाहिँ रिसर्च कसरी गर्यो प्रब्लम भनौँ न अब रिसर्चको मेथड्स केही पनि लेखाएको छैन नि होइन रिसर्च भनेर उसको रिसर्चको बारेमा त केही पनि छैन है त्यही भएर एक्ज्याक्टली उसले रिसर्च गर्यो भनेर एक त मेन्सन गरेको छैन फर्स्ट अफ अल उसले जस्ट हाम्रो क्लाइमेटमा भइरहेको र एटमोस्फियरमा भइरहेको चेन्जेसहरू इम्प्याक्टहरू जस्तो हाम्रो अर्थले फेस गरिरहेको छ त्यससँग चाहिँ लाइक हाउ क्यान वी डिल विथ इट भनेर चाहिँ तिनवटा वे भनेको हो रिसर्च गरेर ल के अरे डु आई निड टु डु रिसर्च टु टेल यु गाइज कि अब के अरे प्र्याक्टिस गर्नु रिडिङको लागि है प्र्याक्टिस गरेर पुग्छ भनेर अर अब इफ गाह्रो भइरहेछ भने ओके लिभ विथ इट भनेर भन्नको लागि मलाई रिसर्च चाहिँदैन नि त दिस इज जस्ट सजेसन काइन्ड अफ थिङ है सजेस्ट गरेको उसले के गर्न सकिन्छ त भनेर भनेको मात्र है रिसर्च गरेको होइन त्यो फ्याक्ट होइन ल गणेशजी डिड यु अन्डरस्ट्यान्ड अनम्युट गरेर बोल्दा हुन्छ ल टेक्स्ट गर्न लेट भयो Yes. भने ओके गणेशजी है त्यो फ्याक्ट होइन अनि रिसर्च पर्टिकुलरली ओके यो गर्यो यो रिसर्च गर्यो यताबाट यो पत्ता लगायो भनेर हामीलाई केही पनि भनेको छैन सो दिस इज नट अबाउट हिज रिसर्च क्ल्यारिटी चाहिन्छ है रिडिङ गर्दाखेरि एकदमै क्ल्यारिटी क्लियर केही कुरा छ भने बल्ल वी क्यान से कि यो आन्सर हो भनेर यत्तिकै हो कि यो पनि हुनसक्छ कि यो अज्युम गर्ने चाहिँ होइन हामीले हाम्रो मैले सुरुमा पनि भनेको थिएँ हामीले हाम्रो नलेजहरू जिकेहरू यताउता युज गर्न पाउँदैनौँ जे लेखेको छ त्यही मात्र बुझ्नुपर्छ है सो नेक्स्ट यस हामीसँग यो नेक्स्ट पनि छ हामीसँग ओके पहिला चाहिँ यो अलिकति इजी टाइप अफ क्वेसन छ सो पहिला चाहिँ यो गर्नु है अनि त्यसपछि हामी ब्याक जाउँला है सो आई विल म्युट माइसेल्फ अनि यो पाँचवटा प्याराग्राफ छ हामीसँग एबिसिडी सो यो पाँचवटा प्याराग्राफको लागि हामीसँग 8वटा अप्सन मात्र छ सो इट इज क्वाइट इजी है सो यो चाहिँ गर्नु आई विल म्युट माइसेल्फ अनि मलाई अप्सन्सहरू जे आन्सर लाग्छ त्यो चाहिँ च्याट बक्समा एभ्री वान है जस्ट लिभ इट हियर
सकेको एभ्रिवान अ, थर्ड सक्यो ओके 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 लेट्स सी है ओके सो फर्स्ट प्याराग्राफ एकदम छोटो छोटो छ सो सबै पढेर चाहिँ डिसाइड गर्दा बेटर है सो फर्स्ट प्याराग्राफमा के अरे छोटो प्याराग्राफमा चाहिँ के हुन्छ भन्दाखेरि आइडिया टोटली अब फर्स्ट र सेकेन्ड लाइन मात्र पढेर नआउन सक्छ कोही कोहीमा त दुईवटा सेन्टेन्स मात्र छ है सो लेट्स रिड अल है So, solar power has become far cheaper to install than it was 20 years ago, which has encouraged rapid growth in homes, schools, and businesses. Falling panel prices have changed solar energy from a specialist technology into a mainstream option in many countries भनेर भनेको छ सो यहाँ चाहिँ के भनेको छ भन्दाखेरि सोलर पावरको चाहिँ प्राइस फलको कुरा गरेको छ अनि त्यसपछि त्यसले गर्दाखेरि चाहिँ कसरी चाहिँ कता कता इन्क्रिमेन्ट भइरहेको छ कसरी चाहिँ कता कता युज भइरहेको छ भनेर भनेको छ है सो आन्सर चाहिँ ओके दिस वान है कस्ट फल भएर चाहिँ एउटा टेक्नोलोजीलाई चाहिँ इट वाज मेड अफोर्डेबल भनेर भनेको छ सो दिस इज आवर आन्सर फर फर्स्ट प्याराग्राफ अ टेक्नोलोजी मेड अफोर्डेबल थ्रु फलिङ कस्ट है सेकेन्डमा wind energy can produce large amount of electricity but local objections are common. Residents may support renewable energy in principle while still opposing turbines near their homes because of noise, landscape change or wildlife concerns भनेर भनेको छ है सो वाइल्ड लाइफ एनर्जीले एकदमै धेरै इलेक्ट्रिसिटी प्रड्युस गरे तापनि पब्लिक लाइक लोकल पिपलहरू जो छ उनीहरूले चाहिँ दे आर रेजिङ अब्जेक्सन्स भनेर भनेको छ है अनि त्यसपछि उनीहरूले रिन्युएबल एनर्जी सपोर्ट गरे पनि आफ्नो घर वरिपरि चाहिँ टर्बाइन्सहरू राख्न चाहिँ दे आर अपोजिङ ड्यु टु नोइज अनि त्यसको ल्यान्डस्केप चेन्ज र वाइल्ड लाइफ कन्सर्न भनेर भनेको छ सो यो चाहिँ पब्लिकले चाहिँ कसरी चाहिँ अब्जेक्सन देखाइरहेको छ भन्ने बारेमा छ होल प्याराग्राफ नै सो आन्सर चाहिँ हाम्रो बीको अभियसली फर्स्ट भयो है पब्लिक रेजिस्टेन्स टु अ क्लिन एनर्जी सोर्स अरू केही हुनसक्छ र छैन है अप्सन नै सुटेड यही नै हो है सो थर्डको कुरा गर्दाखेरि हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट्स प्रोभाइड स्टेबल एनर्जी एन्ड क्यान सपोर्ट नेसनल ग्रिड्स फर डिकेज हाइड्रो इलेक्ट्रिक प्रोजेक्टले चाहिँ एकदमै धेरै इलेक्ट्रिसिटी प्रड्युस गर्न सक्छ र नेसनलको जुन हाम्रो हाम्रो नेसनलको भन्ने आयो नेसनको चाहिँ हाम्रो जति इलेक्ट्रिसिटी कन्जम्सन छ त्यो चाहिँ डिकेडसम्म नै धान्न सक्छ भनेर भनेको छ हाउएभर त्यति हुँदाहुँदै large dams may also flood valleys, force relocation, and alter ecosystems far beyond the immediate construction site भनेर भनेको छ हाइड्रो इलेक्ट्रिक प्रोजेक्टले हाम्रो इलेक्ट्रिसिटी एकदमै धेरै प्रड्युस गरे पनि त्यसले ल्याउने इम्प्याक्टहरूको बारेमा कुरा गरेको छ है सो फिफ्थ वान द इन्भाइरोमेन्टल ट्रेड अफ्स अफ अ डिपेन्डेबल पावर सोर्स यो भनेको चाहिँ ट्रेड अफ भनेको चाहिँ के भन्दाखेरि अब डिपेन्डेबल पावर सोर्सले गर्दा चाहिँ डिपेन्डेबल पावर सोर्स चाहिँ हामीले यहाँ हाइड्रो इलेक्ट्रिक प्रोजेक्टलाई भनेको हो है किनकि यसले चाहिँ एकदमै धेरै इलेक्ट्रिसिटी प्रड्युस गर्छ भनेपछि इट क्यान बी अ डिपेन्डेबल सोर्स है इट इज इन्डिड सो त्यसलाई भनेको हो अनि ट्रेड अफ भनेको चाहिँ हाम्रो डिपेन्डेबल पावर सोर्सले गर्दा चाहिँ इन्भाइरोमेन्टले चाहिँ के कम्प्रोमाइज गर्नु परिरहेको छ त भनेर भनेको है सो कम्प्रोमाइज इम्प्याक्ट भन्नु मिल्यो है ट्रेड अफलाई सो that's it for paragraph C. Paragraph C को लागि चाहिँ हाम्रो अप्सन के भयो त द इन्भाइरोमेन्टल ट्रेड अफ्स अफ अ डिपेन्डेबल पावर सोर्स D को कुरा गर्दाखेरि ब्याट्री स्टोरेज इज बिकमिङ मोर इम्पोर्टेन्ट बिकज रिन्युएबल सोर्सेस डु नट अलवेज प्रोड्युस एनर्जी when demand is highest better storage makes it easier to use solar and wind power at night or during calm weather भनेर भनेको छ सो दिस इज अल अबाउट द स्टोरेजकै बारेमा कुरा गरेको छ डिमान्ड अनि त्यसपछि स्टोरेजले गर्दाखेरि चाहिँ कहाँ कसरी कसरी इजी गराइरहेको छ कुन वेदरमा इजी गराइरहेको छ भनेर भनेको छ सो दिस इज अल अबाउट द ब्याट्री स्टोरेज एन्ड स्टोरेज सो हाम्रो आन्सर चाहिँ सेकेन्ड भयो है द ग्रोइङ इम्पोर्टेन्स अफ एनर्जी स्टोरेज इज इट एभ्री वान धेरै फास्ट भएको त छैन है यो इजी छ त्यही भएर म छिटो गएको ल सो फिफ्थ प्याराग्राफको कुरा गर्दाखेरि चाहिँ गभर्मेन्ट्स इन्फ्लुएन्स द पेस अफ चेन्ज थ्रु ट्याक्स पोलिसी regulation and public investment. Even promising technologies spread slowly when long-term policy support is inconsistent or unclear भनेर भनेको छ सो अब गभर्मेन्टको रोल यो चाहिँ है गभर्मेन्टले चाहिँ के रोल प्ले गर्छ भनेर चाहिँ हामीलाई यहाँ भनेको छ है सो फिफ्थको आन्सर चाहिँ
obviously है the role of government in energy transition अरु कुनै suitable छैन. So everyone, सबैको मिल्यो, पाँचवटै मिल्यो. Everyone, for the first time, all my answers are right. इजी छ, एकदमै इजी थियो. They were just mind fresh बनाउनको लागि मात्र गर्न दिएको है. सबैको मिल्यो होला, I am assuming. कस्तो लाग्यो क्वेसन टाइप एभ्रीवान? म्याम यो क्वेसन धेरै राम्रो लाग्यो म्याम. होइन होइन, क्वेसन होइन कि क्वेसन टाइप चाहिँ एज अ होल, चुजिङ द प्याराग्राफ, चुजिङ द हेडिङ कस्तो लाग्यो एज अ होल यो क्वेसन टाइप नै? यो क्वेसन भनेको होइन, यो क्वेसन त एकदमै इजी थियो है. होल फर्मेट चाहिँ कस्तो लाग्यो यसको, यो क्वेसन टाइपको अघि गरेको अनुसार? इन्ट्रेस्टिङ लाग्यो म्याम, राम्रो लाग्यो. इन्ट्रेस्टिङ लाग्यो. ओके, म फर्स्ट टाइम होला है ल म्याच हेडिङलाई यस्तो सुनेको. नाइस नाइस गाइज, इम्प्रेस्ड. ओके, सो I have other questions as well है, मसँग अरू पनि क्वेसन्सहरू छ जस्तो लाग्यो. But one, two, yes, I have two more. म यो चाहिँ पठाइदिन्छु हजुरहरूलाई होमवर्क गर्नको लागि, प्लस म अरू क्वेसन्सहरू पनि पठाइदिन्छु वेबसाइटबाट. डु द्याट. अनि त्यसपछि मलाई आन्सर हजुरहरूले मलाई कसरी पनि मलाई पहिलो ब्याचमा चाहिँ मैले होमवर्क गरेर मलाई आन्सर पठाउनु, मलाई स्कोर पठाउनु भन्दाखेरि सबैले पठाउनु हुन्थ्यो. हजुरहरू अल्छी भएको हो कि के हो? हजुरले प्र्याक्टिस गर्ने टाइम पाउनुहुन्न कि गर्नुहुन्न कि बोल्न लाज लाग्छ, आन्सर भन्न लाज लाग्छ मलाई, के हो? वाइ डोन्ट यु गाइज सेन्ड? आन्सर 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 पठाउने होइन, जस्ट आई निड फिडब्याक. कस्तो लाग्यो यो क्वेसन टाइप गरेर है, जस्ट फिडब्याक. अर मैले यति मिलाएँ म्याम, मेरो यति मिल्यो, मलाई गाह्रो लाग्यो, अर आई निड अदर असिस्टेन्स एज वेल भनेर आई निड द्याट है. सो केही गाह्रो भयो भने मलाई रिच आउट गर्दा भयो नि त. केही क्वेसनमा बुझेन अर यो क्वेसन टाइप मलाई गाह्रो लाग्यो भन्नुभयो भने मलाई रिच आउट गर्दा हुन्छ पर्सनल्ली पनि. सो आई वान्ट द्याट है, त्यो चाहिँ गर्नु होला. मैले रिडिङमा अलिकति फोकस गर्नु भन्नुको रिजन के हो भन्दाखेरि रिडिङ धेरैजनाको विक हुन्छ है. अरू गर्न सकिन्छ, लिसनिङ गाह्रो क्वेसन टाइप नै होइन, लिसनिङमा 40मा 40 मिलाउन सकिन्छ है. सिमिलरली रिडिङ पनि अलिकति धेरै प्र्याक्टिस गऱ्यो भने वी क्यान डु है. हामीलाई लाइक 38सम्म त आउँछ रिडिङमा पनि. सो मैले चाहिँ हजुरलाई रिडिङमा फोकस गर्नु भनेको चाहिँ रिडिङको स्कोर ब्यान्ड चाहिँ अलिकति इन्क्रिज गर्नु भनेर भन्नको लागि मात्र हो. सो मैले पठाएको वेबसाइटबाट चाहिँ प्र्याक्टिस गर्नु होला, किनकि त्यहाँ अलिकति ट्रिकी काइन्ड अफ क्वेसन, अलिकति हार्डदेखि लिएर इजीदेखि लिएर सबै टाइपको क्वेसनहरू हुन्छ त्यसमा है. सो प्लिज डु द्याट. अनि यो रिडिङ सकिसकेपछि त अभियसली क्याम्ब्रिजको सेट्सहरू है, त्योभन्दा बेटर त केही पनि हुन सक्दैन. अनि म हजुरहरूलाई सायद यो फ्राइडे भोलि है, सो फ्राइडे अर स्याटरडेसम्म चाहिँ मैले एउटा क्वेसन कलेक्सन गरेको छु. मैले त्यो चाहिँ पठाइदिन्छु होला. मैले अझै रेडी गर्न बाँकी छ, फ्यु थिङ्स टु इम्प्रुभ, त्यसमा अपडेट गर्नु बाँकी छ. सो त्यो पनि पठाइदिन्छु. त्यसमा पनि एकदमै प्लेन्टी अफ क्वेसन्सहरू छ, त्यसबाट पनि प्र्याक्टिस गर्नु. अनि केही बुझ्नु भयो भने प्लिज पर्सनली रिच आउट है, एकदमै वेलकम अलवेज. मलाई अफिस टाइमतिर कति बज्यो भन्दाखेरि 12देखि 5को बिचमा जतिखेर गर्दा पनि हुन्छ. टेक्स्ट अर कल त नगर्नु होला, म अलिक धेरै बिजी हुन्छु. कल चाहिँ नगर्नु होला, टेक्स्ट गर्दा चाहिँ हुन्छ है. म यो पनि पठाइदिन्छु. यो दुईवटा क्वेसन यहाँ मसँग जे छ त्यो म पठाइदिन्छु. अनि त्यसपछि गरेर चाहिँ मलाई भन्नु होला कस्तो लाग्यो. ओके, कुनको एकैछिन ल. कस्तो लामो भन्नाले प्याराग्राफ लामो लाग्यो कि कस्तो के हो? ल म हेरेर म तिमीलाई पर्सनली टेक्स्ट गर्छु ल एकछिनमा है. ल एभ्रिवान, यसको लागि म क्वेसनहरू पठाइदिन्छु. प्लिज डु प्र्याक्टिस. केही कन्फ्युजन भयो, केही भयो भनेपछि प्लिज टेक्स्ट मी है. क्षितिजी, हेलो क्षितिजी. होइन, अनम्युट गर्नु भनेको. हेलो, क्षितिजीलाई बोलाउनै गाह्रो. अनुसार
हजुर म्याम कस्तो भइरहेछ सेकेन्ड टाइम हो क्या अरे कतिको ऊ लागिरहेको छ ठिकै मलाई रिडिङमा त त्यस्तो प्रब्लम थिएन म्याम राइटिङमा हो राइटिङको क्लास अब हामी यो रिडिङ सकेर चाहिँ रिडिङको हामी कहाँ पुग्यौँ कुन क्वेसन टाइप भनेपछि अब हाम्रो धेरै छैन है रिडिङको खासै धेरै छैन रिडिङमा त मेरो 30 to 34 त आइरहन्छ नट ब्याड अलि अलि इम्प्रुभ गर्नु पर्यो है अझै इम्प्रुभमेन्ट चाहियो प्र्याक्टिस गर्ने टाइम नभएर ठिकै छ अब डेट लिएपछि मजाले बसेर प्र्याक्टिस गर्ने कृष्ण छैन आज किन होला आज ओके ओके गाइज म अब क्वेसन्सहरू पठाइदिन्छु प्लिज डु प्र्याक्टिस अनि त्यसपछि केही भयो भने हजुर हेलो हजुर हजुर हाम्रो क्लासेसहरू फ्रीमा हो कि कस्तो हो म्याम मैले बुझेन क्लासहरू फ्री हो कि पेमेन्ट गरेर हो कि कसो मेरो चाहिँ फर्स्ट टाइम थियो भएर केही पनि थाहा हजुरको भोइस मैले केही सुनिरहेकै हेलो छैन हेलो हेलो मतलब सुनिरहेको छु बट बुझिरहेको छैन ओके हाम्रो क्लासेसहरू चाहिँ फ्री हो कि कस्तो हो फ्री लाइक होइन नि फ्री क्लासेस होइन है हजुर कसैको थ्रुबाट ए आउनु भएको हो मलाई केही पनि थाहा छैन म्याम म कसरी ग्रुपमा छु भाइ त्यो पनि थाहा छैन ल हो र हजुर म्याम ओके डेमो ग्रुपमा हो हजुर आई थिङ्क हो म्याम हजुर हो ए हो ओके ओके आई विल टेक्स्ट यु है एकछिन ल हजुर नभए मलाई टेक्स्ट गर्नु त हजुरले है हजुर हजुरको मैले त्यो लिङ्क पठाएको कन्ट्याक्ट हजुर लिङ्क पठाएको नम्बर चाहिँ मेरो हो मलाई टेक्स्ट गर्नु ल है ए ओके स्योर म्याम ल ओके 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 गाइज गुड नाइट